चाहिँ अब अलिकति जापानिज मान्छे हुनुहुन्न यहाँ मलाई आउँदैन कस्तो आएको छ देखाउनु त भिडियो हेलो गाइस ल हाम्रो आज हाम्रो कमल जेन्जीको नजिकै छौँ हामी ल हाम्रो मेन आजको जेन्जी हाम्रो कमल जेन्जी आजको यो चाहिँ यहाँ पोर्क सेकुवा हाम्रो गोलभेडासँग पिसेको ल कस्तो छ दामी छ नि हैन त ओके ल यस्तो ह्यान्डसम मान्छे नेपालको कुन ठाउँमा हुन्छन् हौ हो र काठमाडौँ अनि तनहुँ र चितवनमा मात्रै हुन्छन् जस्तो लाग्छ मलाई यार ए गोर्खामा पनि यस तर चितवन चाट खाना चाहिँ तपाईँको चितवन आउनुमा यस्तो हुन्छ भेटघाट भन्ने भेटघाट चाहिँ तास र वैष्णव मिष्टान भन्नाको एक दिन जानुपर्छ हो यो न्यु इयरको पछाडितिर ठ्याक्क त्यति बेला जानुपर्छ पछाडि हालेर न्यु इयरमा जाने होला हो दामी तरिकाले पाइन्छ कि त्यो एकतालि नेवारी सेट हाल्न जाने एकताल कि त अब कि त सिन्जुकतिर पुग्नुपर्छ त्यो नेवारी थकाली सेट हाल्न जाने ढेँडो हान्न सानो शुक्रबारहरू त एकदम प्याक हुन्छ कि मेन चाहिँ शुक्रबार शनिबार आइतबार त लास्टै बिग खाउनु होइन बाबाले कहिले कहिले त्यो खाएको बेलामा आफूले खानु पऱ्यो भने मलाई चाहिँ कोराको ढेँडो र तर यो त्यति बेला तपाईँको त्यसरी खाएको ढिँडो चाहिँ अहिले मान्छेले चाहिँ एकदम चिज मानेर खानेहरू पनि धेरै छन् नि फेरि अस्ति कसले भन्थ्यो सरकारले हो क्या ढिँडो खाने भनेर रहरले ढिँडो खाएको डल्ला परेर त्यो ढिँडो हो त नि बनाएको सरकार तर डल्ला पर्ने यार के गरी बनाउने कोदाको त्यो डल्लो पर्दो रहेछ क्या कोदाकोमा थोरै अहिले चाहिँ मैले चाहिँ बनाउनु पिठो मिसाउनु मात्रै खाना नि केही पनि फरक पर्दैन पहिला त पानी उमाल्नु त्यसपछि कराईमा पानी उछाल्नु त्यो कराई त्यही तातो पानीको उमालेको पानी चाहिँ सर हाल्नु त्यो पानीलाई अलिकति फेरि पाक्नु हल्का पाक्नु अथवा पिठो हाल्दा कसरी हाल्नु पिठो एकैताल हाल्ने होइन कि सुरु बिस्तारै बिस्तारै थोरै हाल्दै चलाउँदै फेरि चलाउँदै फतफत हुनु पर्यो फतफत चलाउँदा न त डल्ला परिहाल्छ चलाउँदै जाने एउटाले चलाउँदै एउटाले पिठो हाल्दै जाने यता दुईजना मिलेर गर्नु पर्छ पिठो तपाईँले घर एकैताल त्यस्तो धेरै साह्रो नि बनाउँदैन हो खतकै हुने मुन्ने पनि ढेँडो नहुने यहाँ आएर एक दुईवटा बुढ्ले ढेँडो खाने भयो बनाउनु आएको अझ म पर्फेक्ट प्रेसर कुकरमा सिटी लाउने बुढा लास्टमा सबभन्दा ठुलो डल्लो भित्र सिटी लगाइदिने ल हेरौँ एकचोटि सबैको आइडिया एकचोटि हेर्न पर्छ कि युट्युबमा त्यो चलाइरहनु नि पऱ्यो पाङ त मजाले पाकिहाल्छ कति मिनट पकाउने भन्ने कुरा हो नि त बडा एकछिन लगाइहाल्छ चलाउनु पर्यो नि त्यसमा चाहिँ पहिला चलाएर मोमो बेल्नु चाहिँ अरूको चाहिँ यस्तो अलिकति त्यो ठुलो उठेको अनि यता त्यो अलिकति त्यो पातल भएर यस्तो सम्मान हुन्छ नि उसको चाहिँ छैन सबैको गोलै छ त्यसले घोलिदिँदो रहेछ क्या उसले चाहिँ है पानी यस्तो अलिकति ताप्यो कोल्टाएर यसरी घुमाइदिएको रहेछ चलाइदियो फेरि डल्ला नपरे भाइ मलाई चाहिँ त्यो मकैको भात च्याख्लामा हामी त खान्छ मिसाएर त्यो चाहिँ मलाई त्यो चाहिँ साह्रै गाह्रो लाग्ने त्यो चाहिँ मैले खाएको छु निकाल्न पो छैन सुन त खासै यहाँ किन्न पनि कहाँ किन्ने हो र खै
सुन त के यहाँको विशाल बजारै अहिले त बन्द भयो मान्छेले यहाँबाट लानु भने खालि मोबाइल बाहेक अरू केही नहुने ग्याजेटै हो पहिला अरू के लाग्यो जापानमा सुन त कहाँ किन्ने लसुन किन्ने यहाँ त अब यहाँ सुन्थ्यो के यहाँ पनि सुन पाउँछ क्या त होइन हुन्छ तर हुँदो रहेछ नेपाली 24 क्यारेट क्वालिटी त्यति महँगो हुँदै हुन्छ यहाँ सुनहरू जस्तो भयो महँगो हुँदो रहेछ महँगो यहाँ त 16 क्यारेट 16-18 को फोन हेरेर न सस्तो दिइरहेको छ जस्तोहरूमा तर यहाँ सुन प्रयोग गर्नेहरू कम हुन्छ नि हुन्छ त्यही हो मोती सोती अब डायमन्डहरू यस्तो त्यो होइन सुनहरूमा नि 30% 40% त्यो 50% छुट हुँदै थियो अचम्म हुन्छ अनि किन्ने मान्छे हुँदैन अब किन्दै किन नेपाली विदेशी अनि त्यसले भने विदेशीहरूले त त्यति किन्दैन भने कि त्यसले नै हो जस्तै हामी विदेशीहरूले चाहिँ सबै 24 को युज गर्ने हो प्रायः होइन 24 22 को त्यही हो अब यहाँ 18 को तपाईँको अनि साइनिङै हुन्न आएको सुन यहाँ लारे तपाईँले हेर्नु यहाँ लारे त्यो सुन 24 क्यारेट भनेको पनि तर हाम्रो हाम्रो त अब त्यो धर्मले यताउता गरेर चाडबाडमा पनि लाउने छ देखाउनै पर्छ लाउनै पर्छ भनेर लारे बिहे वर्तमान मलमा रहेछ र हेरेको हामीले होइन साइनिङै छैन 24 क्यारेट हाम्रो अब कस्तो टिमिटको हुन्छ नि सुन उनीहरूले त्यस्तो गाइज आज चाहिँ हाम्रो उहाँ फुलथुङ्गे रानी गाउनका लागि तयार भएर बस्नु भएको हाम्रो आमिरजी हुनुहुन्छ उहाँको अनि हाम्रो स्वरमा एउटा गीत जान्छ र हाम्रो साथीभाइहरूले उहाँलाई ताली पड्काएर सहयोग गर्नुहुन्छ ल्या है त त्यो गीत सित गाउने काम नमार तपाईँलाई तपाईँ गाउनु न अब गीत आउनु पर्छ यार फुलथुङ्गे रानी भन्ने यार अब तपाईँलाई के गर्न गीत आउँछ हामी त्यही गरिदिन्छौँ आउँदैन गाउँदै एउटा यार कुन चाहिँ आउँछ त कुन चाहिँ गीत आउँदैन हो मलाई त्यो गाइदिनु अरे एउटा आउँदैन हो सरी धन्यवाद त्यस्तो भनेर हुन्छ यार हाम्रो मनमा नै मात्र हो गीत चाहिँ होइन काम गरेको बेलामा यसो एक्लो भएको बेलामा गुनगुनाउने हो अब यो साथीभाइको बिचमा अब यसो कुनै दिन म्युजिकमा गाउँला गाओस् न त जापानिजमा चाहिँ अब अलिकति जापानिज मान्छे हुनुहुन्न यहाँ मलाई आउँदैन कस्तो आएको छ देखाउनु त भिडियो हाम्रो जेन्जी लिडर कमल थापालाई स्वागत छ मेरो च्यानलमा अनि 40 वर्ष जेन्जी कमल थापा कस्तो भयो आजको हाम्रो बसाइ तपाईँको धेरै एकदम बस्ने रहर आज चाहिँ पुरा भयो कि भएन कस्तो छ आजको खानाहरू कस्तो लाग्यो के छ तपाईँलाई के कस्तो फिल भइरहेछ भन्नुहोस् यो भेटघाट हुनु नै ठुलो र एकदमै हर्षित रमाइलो भएको छ धेरै पछिको हाम्रो यो भेटघाट पनि भयो के छ र के छ माइकमा बोल्न अलि अप्ठ्यारै हुन्छ मकै भन्नु अलिक अप्ठ्यारो हुने रहेछ कमलजीलाई चाहिँ माइकमा बोल्दा के आइरहेछ के आयो भन्ने कुराहरू पनि अलिक नआउने रहेछ किनकि यो बोल्न अलिक गाह्रै छ अलिक गाह्रै हुन्छ किनकि यो बोलिरहने भयो भने हुन्थ्यो किनकि हामी सरकार जस्तो छैनौँ नि त बोलिरहन्छ त्यसपछि म फेरि माइक हाम्रो प्रसादजीलाई जान्छ कर्मी युट्युबर हामी होइन प्रसादजी आजको यस भेटघाट कार्यक्रम चाहिँ साह्रै रमाइलो हाम्रो अलि पहिलेदेखिको प्लान हो आज चाहिँ हाम्रो जुर्यो भनौँ होइन रमाइलो भयो भेटघाट भयो लक्ष्मणजीले झन् यो चाहिँ माइक दिएर मलाई 2 शब्द बोल्न दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अब फेरि पनि हामी नेक्स्ट टाइम पनि फेरि भेटघाट गर्ने कार्यक्रम त्यो त छँदैछ रमाइलो मिठो रमाइलो भेटघाट भयो अब यही माइक हाम्रो विकासजीलाई जस्तो भयो एकदम रमाइलो भयो धेरै टाइम पछि बस्न पाइयो यसरी होइन अलमोस्ट कति 1 वर्षै हुन लागिसक्यो उता खाजु दादाईमा बसेदेखि बसे होइन होइन बर्थडेमा आजको खानेकुराहरू कस्तो खानेकुरा पनि एकदम मिठो भेटघाट पनि मिठो यो टाइमै मिठो यो व्यवस्थापनको लागि धेरै धेरै धन्यवाद व्यवस्थापनको जेन्जी चाहिँ हाम्रो मलाई निमन्त्रणा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यस्तै भेटघाट फेरि हुन्छ भन्ने आश छ नमस्कार हाम्रो अध्यक्ष कमलजी उपाध्यक्ष प्रसाद सबैले सर ताली पड्काएर स्वागत गरौँ हाम्रो कमलजीलाई सचिव विकास दाई विकासलाई कोषाध्यक्ष
लक्ष्मण सर होइन कहाँ म हुन्छ अब आजको कोषाध्यक्ष तपाईँ हो नि यार सल्लाहकार र कोषाध्यक्षमा हाम्रो लक्ष्मण सर म चाहिँ अब यसो सदस्य साधारण सदस्य परे आजको यो भेटघाट चाहिँ एकदमै रमाइलो भएको छ अब यो भेटघाट चाहिँ फेरि अब हामी यसो घुमघामतिर पनि लिएर जानुपर्छ भन्ने मेरो चाहिँ यसो विचार अब हाम्रो कुरुमाको सेन्से चाहिँ अब हजुर नै हुनुहुन्छ हामी ठ्याक्क 5 जना पनि अड्छौँ कुरुमामा होइन पर्छ अनि टक्क अब हामी नेक्स्ट टाइम कुरुमामा हाम्रो ट्राभल हुन्छ हुन्छ अनि वान डे ट्रिप गर्दा नि भयो नत्र सुरुमा 1 डे ट्रिप अनि ओके, ल। नाइट बस्ने गरेर कतै यसो समय मिलाउन गाह्रो हुन्छ होइन Yes. तपाईँको बिदा 2 दिन 3 दिन चाहिँ अलि पछि मिलाउँला होइन हो 5-6 जना दुईजना चाहिँ बिहा हाल्ने रेडी हुनु हो हो 3 जनाको बिहा मिलेर मेरो काम पर्यो भने म बेस काम रेडी हो एक दिनको लागि त लगभग एक दिनको लागि चाहिँ बिदा लगभग मिल्दैन भनौँ 2 दिनको लागि चाहिँ अलिकति गाह्रै हुन्छ कि फेरि ल हामी हो हामी एक दिन चाहिँ ल 5 जना एउटा टुरमा निक्लिनुपर्छ बिहानदेखि बेलुकासम्म टक्क होइन दामी एउटा चाहिँ नि आजको भेलाबाट यो पारित गरौँ अब हाम्रो न्यु इयर अघि या पछि न्यु इयर पछितिर हाम्रो यो भेलाले पारित गरेको छ हामी यो कुरा माइनरमा पनि लेख्छौँ धेरै धेरै धन्यवाद सबैजनालाई यस्तो त ल। फेरि भइराख्नु पर्यो यही छ मेरो आजको 2 शब्द ल केही शब्द बोल्न दिनुभएकोमा हाम्रो गो विथ लक्ष्मण यस युट्युब च्यानललाई पनि सब्सक्राइब लाइक सेयर गरिदिनु होला धेरै धेरै धन्यवाद नोटिफिकेसनको लागि बेल आइकनलाई दबाउन नबिर्सनु थ्याङ्क यू भेरी मच ल धेरै धेरै धन्यवाद सबैजनालाई हजुरको अब यसको लागि हाम्रो गाउँले दाइ आउँदै हुनुहुन्छ उहाँले आफ्नो रेस्टुरेन्टको सबै कुरा विस्तृतमा राख्दै आफ्नो 2 शब्द उहाँले यहाँ राख्नुहुन्छ यसका लागि मैले हाम्रो गाउँले दाइलाई यहाँ माइक दिँदैछु नमस्ते म चाहिँ गाउँले रेस्टुरेन्टको सञ्चालक उपेन्द्र मगर यहाँ गाउँले रेस्टुरेन्टमा चाहिँ नेपाली आइटमको सेकुवा मोमो नेपाली खाना परिकारहरू उपलब्ध छ र पहिलाको दिनहरूभन्दा अलिक सुधार्दै आइरहेछौँ र पहिलाको भन्दा पनि धेरै धेरै साथीभाइहरू आउँदै हुनुहुन्छ यो मेरो लागि प्लस पोइन्ट हो यसरी नै हजुरहरूले गाउँले रेस्टुरेन्टमा आएर नेपाली स्वादको टेस्ट लिएर टाढा हाम्रो देश नेपाल टाढो भए पनि यी नजिकै नेपाली खानेकुराहरू लिएर इन्जोय गर्नुहोला प्लस तपाईँहरूलाई कसैलाई कामको आर्थिकको र कुनै पनि भिजा एप्लाई गर्दाखेरि डकुमेन्टहरू अप्ठ्यारो र जापानिज कुराहरू नबुझेको कुराहरू पनि यहाँबाट जापानिज भएको कारणले गर्दाखेरि भिजाको बारेमा आर्थिकको बारेमा सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। हेलो नमस्ते आज चाहिँ हामी न्यू गाउँलेको साउसँग छौँ अब यहाँ चाहिँ हामी यो न्यू गाउँले चाहिँ याचियोदाईमा अवस्थित छ याचियोदाईको एकीबाट नजिकै लगभग हिँड्दै आउँदाखेरि 2 मिनट जस्तोको पैदल यात्रामा हामी न्यू गाउँले रेस्टुरेन्ट आउन सकिन्छ यहाँ चाहिँ नेपाली खानेकुराहरू धेरै मिठा मिठा परिकारहरू पाउनुका साथै यहाँ अब बर्थडे पार्टी पास्नी भोज लगायत अरू विविध पार्टीहरू गर्न सक्ने खालको स्पेस भएको भएर सबैजनालाई एकचोटि न्यू गाउँले याचियोदाई भिजिट गर्नु न म हार्दिक अनुरोध गर्दछु थ्याङ्क यू सबैजनालाई आइदिनु होला धन्यवाद धन्यवाद न्यू गाउँले धन्यवाद ल गाइज अब हामी चाहिँ गाउँले रेस्टुरेन्टबाट मिठो तरिकाको मोमो सुकुटी छोइला खाएर हामी बिदा भयौँ अब उहाँ साउनीले हामीलाई एकदम राम्रो सर्भिस दिनुभयो यसको लागि धेरै धन्यवाद हाई भनिदिनु त हेलो हाई तपाईँको युट्युब च्यानललाई चाहिँ लाइक सब्सक्राइब र के भन्छ Share पनि गरिदिनु होला। गरिदिनु होला